एउटा मर्दले त्यो स्त्रीलाई कहिले मनैदेखि स्वीकार्न सक्दैन जसलाई उभन्दा अघि अर्कैले छोइसकेको छ। अब यहाँ केही महान बन्न खोज्ने मूर्खहरू आउँछन् अनि भन्छन्, होइन यार, पास्टलाई बिर्सिदिनुपर्छ, माफ गरिदिनुपर्छ। किन माफ गर्ने? यस्तै माफ गरिदिने केटाहरूले गर्दा केही केटीहरूको दिमाग बिग्रिएको छ। उनीहरूलाई थाहा भइसक्यो के को दुःख गर्नु, मजाले जीवन बिताऊ, पछि अलिकति झुटो कथा बनाऊ, 2 थोपा आँसु खसाल, अनि कुनै न कुनै लाटोले त पक्कै स्वीकार्छ। सोच्ने पनि हद हुन्छ नि यार। अलिअलि कुरा मात्र हुन्थ्यो। जब उसले अलिअलि कुरा हुन्थ्यो भन्छ नि, बुझिहाल त्यहाँ शरीरको कुनै अङ्ग बाँकी छैन जो अर्कैले नचलाएको होस्। सानो कुरालाई पहाड बनाउनु र ठुलो कुरालाई भुस जस्तै सानो बनाएर देखाउनु त केटीहरूको जन्मजातै खुबी हो। जवानीमा जताततै हात हाल्दै हिँड्ने, 10 जनासँग सुत्ने अनि अन्तिममा चाहिँ लोयल, लभिङ, केयरिङ र स्टेबल इन्कम भएको केटा चाहिने रे। कुन पुरुषले विवाह गर्नु अघि म त बुढीको कमाइ खान्छु भनेर सोध्छ? एउटा मर्दलाई श्रीमतीको पैसा होइन, उसको संस्कार र सम्मान चाहिन्छ। घर पैसा मात्रले चल्दैन, संस्कारले पनि चल्छ। अनि जब स्त्रीले कमाउन थाल्छे, उसले मर्दलाई कति सम्मान गर्छे जो त धेरैको अनुभवले देखाइसकेको छ। उसले घर, गाडी जे ल्याए पनि सम्बन्ध टुट्दा त्यसभन्दा बढी एलिमनी लिएर जाने अवस्था पनि आउन सक्छ। कस्तो होला, तिमी मलाई पहिले भेटिएको भए यो सब हुने थिएन। यो कुरा सुन्दा मिठो लाग्न सक्छ, तर हरेक पटक त्यो माया नै हुन्छ भन्ने छैन। कहिलेकाहीँ त्यो केवल सुरक्षित भविष्य खोज्ने प्रयास पनि हुन सक्छ। एक केटा हो, कान खोलेर सुन। 30 पुग्दा नपुग्दै केटीहरूको कन्फिडेन्स सकिन्छ, किनभने उनीहरूको शक्ति सुन्दरता हो जुन उमेरसँगै ढल्दै जान्छ। तर तिम्रो शक्ति, तिम्रो पैसा र हैसियत उमेरसँगै झन बढ्दै जान्छ। अरूले थुकेको कुरा चार्दैछौ भने तिमी आफैसँग अन्याय गर्दैछौ। अरू कसैले छोडेको माया आज आफ्नो स्वार्थका लागि तिमीसँग छ। हाम्रो बीचमा कुरा मात्र भएको हो। यो वाक्यबाट जति सकिन्छ टाढै बस। महिलाको जीवनमा एउटै मात्र पुरुष हुँदैन। आई रिपिट, महिलाको जीवनमा एउटै मात्र पुरुष हुँदैन। कमेन्टमा गएर भावुक हुन अघि 2 मिनट शान्त भएर मेरो कुरा सुन्नुहोस्। संसारका सबैभन्दा धनी पुरुषहरू महँगो स्यानेलको ब्याग किनिदिने, मनाको घुमाउने, लाखौं रुपियाँ खर्च गर्ने, उनीहरूको गर्लफ्रेन्ड वा श्रीमतीले पनि पछाडि कुनै व्हाट्सएपको जस्ट अ फ्रेन्डसँग कुरा गरिरहेको हुन सक्छ। सुन्दा पत्याउन गाह्रो लाग्छ होइन? किनकि महिलाको बारेमा भनिएको सत्य कुरा पनि आफूमाथि नपर्दासम्म पत्याउन गाह्रो हुन्छ। अचम्म लाग्न सक्छ। महिलाहरू केवल प्रेम सम्बन्धमा बस्दैनन्, उनीहरू आफ्नो लागि अरू अप्सन पनि तयार राख्छन्। तिमीलाई लाग्छ तिमी नै उसको लाइफको मेन म्यान हौ, तर उसको लाइफमा एउटा मनको कुरा सुनिदिने पुरुष हुन्छ, एउटा पैसा खर्च गर्ने पुरुष हुन्छ, एउटा रमाइलो गर्ने पुरुष हुन्छ, अनि तिमीबाट केही भएन भने काम लाग्ने अर्को पुरुष पनि हुन्छ। बधाई छ साथी, तिमी CEO होइनौ, सायद उसको लाइफको एउटा डिपार्टमेन्ट मात्र हौ। तर पर्ख, कुरा अझ गहिरो छ। महिलाहरू प्राय अर्को मान्छे पक्का नगरी पुरानो रिलेसनसिप छोड्दैनन्। उनीहरू एउटा ब्रान्चबाट अर्को ब्रान्चमा सिधै जम्प गर्दैनन्। पहिले अर्को ब्रान्च समात्छन् अनि मात्र पुरानो ब्रान्च छोड्छन्। कोल्ड स्ट्र्याटेजी हो, तर धेरैको लागि यो स्मार्ट पनि हो। र यदि तिमीले यो गेम बुझेनौ भने एक दिन तिमी नै भन्नेछौ, साथी उसले त त्यो केटा जस्ट फ्रेन्ड मात्र हो भनेकी थिए हो। अनि टाइटानिकले पनि आफू कहिले नडुब्ने भनेको थियो। तर जानु अघि यो रुल याद राख्नु, एउटी महिलाले सधैँ भन्छे, तिमी नै मेरो वान एन्ड ओन्ली हौ, जबसम्म उसले अर्को वान एन्ड ओन्ली भेट्दिन। स्टे शार्प ब्रदर।